फर्स्ट हाफ सुरु भइसकेको छ है हजुरहरू सम्पूर्ण मेरो फ्यामिलीहरू लाइभ स्ट्रिममा जोडिदिनुहोस् भनेर भन्न चाहन्छु जेबिसी सिन्ताम गान्तोक ट्राफिक पुलिसद्वारा यो एन्ट्रो ल्यान्डोपद्वारा गर्न गइरहेछ अघि त गेस्ट रह्यो त थिएन ट्राफिक द्वारा एन्ट्रो जर्सी नम्बर 23 अति नै सुन्दर स्किल सुन्दर स्किल जेबिसी सिन्तामबाट जेबिसी सिन्तामद्वारा यो फर्स्ट फ्री किक जेबिसी सिन्तामद्वारा यो फर्स्ट फ्री किक अति नै सुन्दर बचाउ हल्का पानी परेको अवस्था पनि हुँदैछ पार्किङमा स्टार्ट हुन थाल्यो अति नै सुन्दर ट्राई गान्तोक ट्राफिकद्वारा स्किल तर सुकराजद्वारा यो ब्युटिफुल सेभ जर्सी नम्बर 17 सुन्दर ट्राई जर्सी नम्बर 21 जेबिसी सिन्तामद्वारा तर अति नै मिठो प्रयास ट्राई जर्सी नम्बर 23 द्वारा गान्तोक ट्राफिक पुलिसद्वारा अति नै सुन्दर ट्राई तर ब्युटिफुल सेभ जेबिसी सिन्ताम गोलकिपरद्वारा अति ब्युटिफुल सेभ यो गान्तोक ट्राफिकको फर्स्ट कर्नर किक रहेको छ गान्तोक ट्राफिकद्वारा यो अति नै ब्युटिफुल सट थियो तर गोलकिपरको उति नै ब्युटिफुल सेभले यो गोल हुनदेखि
यहाँ हामी हेर्न सक्छौँ जेबिसी जर्सी नम्बर 21 द्वारा अति नै सुन्दर ट्राई थियो तर गोलकिपरको अति नै राम्रो सेभ रिफ्लेक्ट भएर यो बल चाहिँ गोलकिपरले अति नै राम्रो क्लियरेन्स गर्न अगाडि पुगेको थियो तर रिफ्लेक्ट भएर बल आउट भएको थियो हामी देख्न सक्छौँ गान्तोक ट्राफिक पुलिसद्वारा गोलकिपर पनि चेन्ज भएको अति नै एक्सपिरियन्स गोलकिपर विल्सन शेर्पा आज पाकिङको सेन्ट जेभियर्स ग्राउन्डमा प्रदर्शन दिइरहेको छ गान्तोक ट्राफिक पुलिस टिमबाट है र भन्नुपर्दाखेरि उहाँ अति नै एक्सपिरियन्स प्लेयर अनि धेरै टुर्नामेन्टहरू खेलिसकेका छन् अनि अहिले रिप्रेजेन्ट सिङ्लिङ एफसीबाट उहाँ खेलिरहनु भएको छ उहाँको प्रदर्शन देख्दाखेरि अति नै सिक्किमको गोलकिपरहरू अगाडि बढ्नुपर्छ भनेर मलाई त्यो लाग्छ हामी गान्तोक ट्राफिक पुलिसको टिमहरू देख्न सक्छौँ कि एक्सपिरियन्स प्लेयरहरू आज पाक्योङको सेन्ट जेभियर्स ग्राउन्डमा खेलिरहेको छ बक्सर ट्राई गान्तोक ट्राफिक तर जेबिसी सिन्ताम साइड ब्याकद्वारा अति नै सुन्दर सेभ Sukras number 17 गान्तोक ट्राफिक जर्सी नम्बर 17 सुक्रासद्वारा अति नै सुन्दर ट्राई थियो यो हजुरहरूले मेरो भोइस आएको छ कि छैन कमेन्ट गरेर मलाई जानकारी दिनुहोस् होला भनेर भन्न चाहन्छु है मेरो भोइस आएको छ कि छैन भनेर यो फल्टको माग अति नै राम्रो क्रस जसमानद्वारा तर साइड ब्याक अति नै सुन्दर सेभ सौराक होला सुक्रा छैन दा सौराक होला भन्छ हजुर तर मलाई अलिक त्यति राम्रो प्रनाउन्सहरू नआएर चाहिँ मैले त्यही भनि पठाएको छु है केही छैन हजुरहरूले मिलाएर हेरिदिनुहोस् होला भनेर भन्न चाहन्छु यो जेबिसी सिन्तामको लागि एन्थ्रो गर्न गइरहेछ हजुरहरूलाई मेरो यो लाइभ मन पर्यो भने हजुरहरूले आफ्नो साथीभाइलाई अनि आफ्नो पेज या प्रोफाइलमा सेयर गरिदिनुहुन्छ भनेर हजुरहरूसँग आशा गरेको छु है अति नै राम्रो ट्राई तर उति नै राम्रो सेभ जर्सी नम्बर 38 द्वारा यहाँ जेबिसी सिन्ताम जर्सी नम्बर 19 द्वारा केही फलको माग गरेर कुदिरहेको देखिरहेछौँ हामीले किन्तु अति नै एक्सपिरियन्स प्लेयर गोलकिपर हल्का स्लिप भएको हामीले देखिरहेछौँ हजुर हुनुहुन्छ सौरभ भाइ हुनुहुन्छ
ब्युटिफुल सेभ विल्सनद्वारा यो अति नै ब्युटिफुल सेभ अनि जर्सी नम्बर 21 द्वारा पनि अति नै राम्रो ट्राई थियो हामी यो फ्रेममा देख्न सक्छौं विल्सन शेर्पाद्वारा यो अति नै ब्युटिफुल सेभ अलिकति इन्जोर भएको अवस्था देखिरहेछौँ हामीले जेबिसी सिन्ताम प्लेयरहरू हामी चितलाङ एफसी नेपालबाट आएको देखिरहेछौँ है यहाँ आज पाक्योङको सेन्ट जेभियर्स स्कुल ग्राउन्डमा प्रदर्शन गरिरहनु भएको छ उहाँहरूको फर्स्ट म्याच हो र यो जो म्याच विनर हुन्छ उहाँहरू सेमी फाइनलमा प्रवेश हुन्छ भनेर अघि नै कमेन्ट्रीद्वारा जानकारी दिइसकेको अवस्था छ अविनाश भाइ पनि मेरो लाइफमा जोडिसकेको छ भाइलाई पनि वेलकम छ अनि भाइले पनि साथीभाइलाई सेयर गरिदिन्छ भनेर आशा गरेको छु है विल्सनद्वारा अति नै राम्रो क्लियरेन्स अति नै राम्रो ट्राई बक्सरद्वारा तर बल बाहिर गएको अवस्था Only the players, the team coach, manager and the physio will be allowed to stay in the players' shed. किन्टुकद्वारा अति नै सुन्दर हेड जुन बारमा तपाईँहरू बस्नु हिँसिएर बस्नु भएको छ कृपया त्यहाँदेखि अलिक टाढो भएर बसिदिनु होला किनभने त्यो बारले अलिक पुरानो भएको कारणले कुनै पनि अनहोनी घटना घट्यो भने है नमिठो हुन्छ सो यसो जति पनि त्यो बारमा हिँसिएर बसेको हामी देख्न सक्छौँ कि जेबिसी सिक्तामद्वारा यो फल्ट लिइरहेको छ अविनाश भाइले स्कोर सोधिरहनु भएको छ स्कोर अहिले फर्स्ट हाफ हो 0-0 नै छ अहिले कुनै दलबाट गोल हुन सकेको छैन अहिले The first goal scorer will be awarded a cash prize of ₹5,000, sponsored by our guest of honor, Rajan Pradhan, first class contractor and social worker. So on behalf of the organisers, we'd like to thank your respected sir for this kind gesture and support to the sports lovers and also to the players playing here. So thank you so much, respected sir, once again.
साइमनज्यूले भनिरहनु भएको छ यो विल्सनको नाटक बेसी छ भनेर। आजै हामीले पनि म्याच हेरिरहेछौँ उहाँको है। उहाँको प्रदर्शन अति नै सुन्दर अनि बचाउ एक गोल अघि गरेको छ। हजुरले आफ्नो आफ्नो प्रतिक्रिया मेरो कमेन्टमा राख्न सक्नुहुन्छ है। अनि चिफ गेस्टद्वारा जो फर्स्ट स्कोर गर्नेछ उहाँलाई 5000 रुपिस दिनेछ भनेर घोषणा पनि गरिसकेको छ है। अति नै राम्रो ट्राई गान्तोक ट्राफिकद्वारा, तर गोलकिपरको हातमा सिधा। राम्रो ट्राई। अति नै राम्रो ट्राई, तर कर्नर किकको माग। साइमनज्यूले भनिरहनु भएको छ विल्सन भन्दा त दवा नै दामी थियो नि। हजुर एकदम 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 हजुरहरूले कमेन्ट राख्दै गर्नुहोस् होला। सुन्दर ट्राई, तर यो बाहिर जेबिसी सिस्टमले बाहिर गरेको अवस्था। अविनाश भाइले अहिलेसम्म म मेरो यो स्ट्रिम लाइभ हेरिरहनु भएको छ भने भाइले सेयर गरिदिनुहोस् होला है। साथीभाइहरूलाई सेयर आफ्नो पेज या प्रोफाइलमा सेयर गरिदिनुहोस् होला भनेर भन्न चाहन्छु। सुन्दर ट्राई, यो सुन्दर गोल गान्तोक ट्राफिकद्वारा, यो सुन्दर गोल, यो सुन्दर गोल। गान्तोक ट्राफिकद्वारा यो सुन्दर गोल। अति नै सुन्दर गोल गान्तोक ट्राफिकद्वारा, यो फर्स्ट गोल। जर्सी नम्बर रहेको छ 38। गान्तोक ट्राफिक जर्सी नम्बर 38 द्वारा यो अति सुन्दर गोल फर्स्ट रहेको छ। र यो म्याच स्टार्ट भएको 27 मिनट भइसक्यो र 27 मिनटमा भर्खर गोल गर्नमा सफल गान्तोक ट्राफिक पुलिस अगाडि छ 1 र जेबिसी सिन्ताम 0 रहेको छ। जानकारी प्राप्त अनुसार यी गाडीहरूले एउटा निस्किने गाडी कम्युनिटी हलभित्रकोलाई बाधा पुर्याएको जानकारी। साइमनज्यूले भनिरहनु सोधिरहनु भएको छ को हो भनेर। जर्सी नम्बर 38 रहेछ गान्तोक ट्राफिक पुलिसद्वारा, तर नाम चाहिँ अलिक याद भएन मलाई। यी गाडीहरूलाई कृपया गरेर कम्युनिटी हलभित्रबाट एकैछिनको लागि तपाईँले एडजस्ट गरिदिनु भनी यहाँ मञ्चबाट अनुरोध गर्दछु। ये काउंटर अटैक, काउंटर अटैक, काउंटर अटैक, काउंटर अटैक। बक्सरद्वारा यो अति सुन्दर पास, ग्राउन्ड पास खेलेर गएको छ। अति नै मिठो गोल, मिठो बल, गोल, अति नै ब्युटिफुल गोल। सुराग
सुरागद्वारा जर्सी नम्बर 17 ट्राफिक पुलिसद्वारा अति नै सुन्दर गोल ब्याक टु ब्याक देख्न सक्छौँ हामी सुरागद्वारा अति नै ब्युटिफुल फिनिस सुरागद्वारा अति नै ब्युटिफुल गोल ब्याक टु ब्याक जेबिसी सिन्ताम 0 रहेको छ भन्दाखेरि गान्तोक ट्राफिक पुलिस 2 गोलले अगाडि छन् Second goal for Gangtok Traffic Police being scored by jersey number 17, Suraj Chetri. ब्युटिफुल बल तर त्यहाँ कोही नभएको कारणले गर्दाखेरि बल कसले कलेक्ट गर्न सकेन यो फर्स्ट हाफमा जेबिसी सिन्ताम 0 रहेको छ गान्तोक ट्राफिक पुलिस 2 गोलले अगाडि छन् यो फ्री किक ट्राफिक पुलिसद्वारा गर्न गइरहेछ जर्सी नम्बर 23 अति नै राम्रो ट्राई यो फलको माग जेबिसी सिन्ताम फ्री किक गर्न गइरहेछ आज गान्तोक ट्राफिक पुलिसको केही खेल प्लेयरहरू चेन्ज भएको अवस्था हामीले देखिरहेछौँ अति नै सुन्दर बल अति नै सुन्दर ट्राई अति नै सुन्दर ट्राई गान्तोक ट्राफिकद्वारा जर्सी नम्बर 38 गान्तोक ट्राफिक कर्नर किक देखिरहेछौँ हामीले हजुरहरूलाई यो साइड अलिक म देखाउन सक्दिनँ कमेन्ट्रीको बुथले गर्दाखेरि अति नै राम्रो ट्राई सुरागद्वारा तर यो केही गोल पोस्टदेखि माथि
अति नै राम्रो ट्राई गान्तोक ट्राफिकद्वारा फेरि अति नै राम्रो ट्राई तर गोलकिपरको उति नै सुन्दर बचाउ आज हेर्नु पर्दाखेरि गान्तोक ट्राफिकले धेरै गोल दिने सम्भावना देखिरहेछौँ हामीले टन्डुपज्यूले स्कोर सोधिरहनु भएको छ है स्कोर भन्नु पर्दाखेरि चाहिँ गान्तोक ट्राफिक पुलिस 2 गोल जेबिसी सिमताम 0 रहेको छ यो फर्स्ट हाफको खेला हो र अति नै सुन्दर पास हामी देख्न सक्छौँ कि जेबिसी सिमतामको प्लेयरहरू आक्रोशमा आएको है यो खाले छ प्लेयर चाहिँ विल्सन शेर्पाद्वारा अति नै सुन्दर सेभ अति नै सुन्दर बचाउ विल्सन शेर्पाद्वारा फेरि पनि ब्युटिफुल सेभ विल्सन शेर्पाद्वारा फेरि गान्तोक ट्राफिक पुलिसको गोलकिपर विल्सन शेर्पाद्वारा अति नै ब्युटिफुल ब्याक टु ब्याक सेभ जसमान गुरुङ अति नै एक्सपिरियन्स प्लेयर सुराग ट्राई अति नै शानदार ट्राई सुराग जर्सी नम्बर 17 द्वारा तर गोलकिपरको सुन्दर सेभ आज देख्न सक्छौँ गान्तोक ट्राफिक ब्याक टु ब्याक यति फास्ट गेम खेलिरहेको हामीले पाकिङ सेन्ट जेम्स ग्राउन्डबाट देखिरहेछौँ हजुरहरूलाई पनि मन पर्यो भने हजुरहरूले पनि लाइक सेयरहरू गरिदिनुहोस् होला भनेर भन्न चाहन्छु निकै नै राम्रो ट्राई थियो तर बाहिर हाम्रो कमल दाजुलाई पनि मेरो फेसबुक लाइभमा वेलकम गर्न चाहन्छु हजुर अघिदेखि मलाई मेरो लाइभ हेरिरहनु भएको छ है गोलकिपर हल्का टाइम पास गर्नुपर्छ म्याचमा हो Details of Gantok Traffic Police are as follows. We have the team coach Vikash Rai, team captain Kintuk, jersey number 31. We have Wilson,
Jersey number 20, Kituk Lachin Park. Jersey number 36, Jasmine Limbu. Jersey number 22, Nanduk Bhutia. Jersey number 17, Suraj Chetri. Jersey number 26, Boxer Pradhan. Jersey number 23, Sajan. Jersey number 18, Pradeep. And jersey number 30, Biswa. The substitute players are jersey number 5, Bikash. Jersey number 19, Ongda. Gangtok Traffic बाट फर्स्ट गोल हाल्ने प्लेयर नाम रहेको छ जसवा जेम्स सिंगामका खेलाडीहरूको परिचय यस प्रकार छ सुन्दर जर्सी नम्बर 25 साकाल जर्सी नम्बर 12 जसमानद्वारा यो अति सुन्दर बल अति बक्सरद्वारा यो अति नै सुन्दर ट्राई थियो तर गोलकिपरको सेभ आशिष जर्सी नम्बर 13 रोशन जर्सी नम्बर 8 विवेक जर्सी नम्बर 5 मीरा जर्सी नम्बर 19 Aloy जर्सी नम्बर 21 एभ्रिल जर्सी नम्बर 14 भीम बहादुर जर्सी नम्बर 2 र सब्स्टिट्युट प्लेयरमा हुनुहुन्छ चेतन जर्सी नम्बर 18 अभिषेक जर्सी नम्बर 6 प्रतीक जर्सी नम्बर 9 राजु जर्सी नम्बर 35 विज्ञान जर्सी नम्बर 10 समीर जर्सी नम्बर 7 र टिम कोचमा हुनुहुन्छ भोटेल र टिम क्याप्टेन हुनुहुन्छ साकाल रेग्मी ल्यान्डुकद्वारा यो बल किक गर्न गइरहेछ अति नै सुन्दर पास अति नै सुन्दर पास अति नै सुन्दर पास तर त्यहाँनिर बल भेट्नमा असफल ल्यान्डुकद्वारा अति सुन्दर क्रस बल थियो जर्सी नम्बर 38 ट्राफिक पुलिसद्वारा तर यो बल भेट्नमा असफल अन्ना नानालाई पनि मेरो लाइभ स्ट्रिममा वेलकम गर्न चाहन्छु म हजुर सन्चै हुनुहुन्छ होला भनेर अति नै राम्रो ट्राई बक्सरद्वारा फेरि पनि ह्यान्डबलको माग त्यो गोल भएर त्यो पहिलो साफ छ नि पिएस अब के है आएन किन के रह्यो त्यो ट्राफिकमा खेल्छ पनि किन छ त्यही साथमा पछि आएको हो दुनियाँमा त इन्डियामा खेल्छ नि गोली अति नै राम्रो ट्राई जर्सी नम्बर 21 द्वारा जेबिसी सिन्ताम एउटा जानकारी हजुरलाई SK08P 5015 गाडीको मालिक हजुर जहाँ पनि हुनुहुन्छ हजुरले आफ्नो गाडीलाई अलिक साइड गरिदिनुहोस् भनी हामी यहाँबाट अनुरोध गर्न चाहन्छौँ SK08P 5015 गाडीको मालिक जहाँ पनि हुनुहुन्छ हजुरले आफ्नो गाडीलाई अलिक साइड गरिदिनुहोस् भनी हामी यहाँबाट अनुरोध गर्न चाहन्छौँ सोरकद्वारा यो अति नै चान्स बल थियो तर बल बाहिर जर्सी नम्बर 8 गान्तोक ट्राफिक पुलिसद्वारा यो येलो कार्ड जर्सी नम्बर 18 नारियल बदा हुन्छ आएको त आउनु देखेँ भेट्यो भने त घट्छ नि एकजना फेरि
2 minutes to ह्यान्डबलको final माग time. सुरुवातद्वारा यो अति नै सुन्दर बल जसमानद्वारा पनि अति नै सुन्दर पास बक्सरद्वारा जसमान सुराग अनि साइडमा र यो फर्स्ट हाफको एक्स्ट्रा टाइम रहेको छ 2 मिनट्स फोर्थ अफिसरले देखाइसकेको छ है 2 मिनट छ एक्स्ट्रा टाइम हेलेको नि अति नै सुन्दर ट्राई अति नै सुन्दर ट्राई यता काउन्टर एट्याक भएको छ जर्सी नम्बर 18 गान्तोक ट्राफिकद्वारा तर यो बचाउ जेबिसी सिन्तामद्वारा यो सुन्दर बचाउ गाडी हेरेको रहेछ बाटो बरफ छ कि खेल्ने साह्रो दामी जायो दुईपट्टि नै बक्सर त्यतिको त दिएको हो नि त ट्राई ट्राफिक पुलिसद्वारा यो कर्नर किक सिध्याउनु हुँदैन यो ग्राउन्डमा त थाप्सिन्छ अहिले पहिलादेखि खेलाएको सेटै ल्यायो भने चाहिँ पुरै सेटै ल्यायो सेटै ल्यायो साह्रो पनि छ यो बक्सरद्वारा यो कर्नर किक अति नै ट्राई ह्यान्ड थ्रो गान्तोक ट्राफिक पुलिसद्वारा ल्यान्डोप ह्यान्ड थ्रो गरिरहेछ र यो लाइसम्यानको So this brings us to ट्राफिकको यो फर्स्ट हाफको विसल बजिसकेको छ है र सम्पूर्ण मेरो फेसबुक फ्यामिलीलाई अनि मेरो भ्युवर्सलाई सेकेन्ड हाफमा पनि हजुरहरू जोडिनुहुन्छ भनेर धेरै आशा गरेको छु र यो फर्स्ट म्याच रहेको छ जेबिसी सिन्ताम भर्सेस ट्राफिक पुलिस गान्तोकद्वारा र ट्राफिक पुलिस 2 गोलले अगाडि छन् जेबिसी सिन्ताम 0 रहेको छ भेरी गुड इभिनिङ यो सेकेन्ड हाफको खेल भइरहेछ जेबिसी सिन्ताम भर्सेस गान्तोक ट्राफिक पुलिस र फर्स्ट हाफमा रहेको छ गान्तोक ट्राफिक पुलिसको 2 गोल र जेबिसी सिन्ताम 0 रहेको छ यो सेकेन्ड हाफको खेल अब सुरु भएको छ है सम्पूर्ण मेरो फेसबुक फ्यामिलीलाई लाइभमा जोडिदिनुहुन्छ भनेर आशा गरेको छु अति नै मिठो जेबिसी सिन्ताम जर्सी नम्बर 21 बाट तर ट्राफिक पुलिस गोलकिपर विल्सन शेर्पाद्वारा अति नै ब्युटिफुल सेभ र टिमलाई बचाउ विल्सन शेर्पा गोलकिपर अति नै सुन्दर सेभ एक्सपिरियन्स गोलकिपर अति नै राम्रो शट तर विल्सन शेर्पाद्वारा अति नै राम्रो सेभ फेरि ब्याक टु ब्याक र यो सेकेन्ड हाफको खेला सुरु अघि भर्खर नै भएको हो र हजुरहरू मसँग लाइभमा जोडिन सक्नुहुन्छ
जा र जेबिसी सिन्ताम डिफेन्सद्वारा जर्सी नम्बर 12द्वारा सेफ गेम र गान्तोक ट्राफिक पुलिसद्वारा यो ह्यान्ड थ्रो गर्न गइरहेछ जर्सी नम्बर 22 ल्यान्डुपद्वारा अति नै राम्रो क्लियरेन्स अति नै राम्रो ट्राई गान्तोक ट्राफिकद्वारा तर गोल पोस्टदेखि केही माथि सेकेन्ड हाफको खेला सुरु भइसकेको छ जेबिसी सिन्ताम भर्सेस गान्तोक ट्राफिक पुलिस र अरविन्द दाजुलाई पनि मेरो लाइफमा म वेलकम गर्न चाहन्छु यो सेकेन्ड हाफको खेला सुरु भएको 3 मिनट भइसक्यो है मनोज ज्यूलाई पनि मेरो लाइफमा म वेलकम गर्न चाहन्छु हजुरहरूले मेरो लाइफलाई इन्जोय गर्नुहुँदैछ भने साथीभाइलाई पनि सेयर गरिदिनुहोस् होला भनेर भन्न चाहन्छु म यहीँबाट है जेबिसी सिन्ताम 10 नम्बर 13 लाई फल्ड दिएको छ चेक यसलाई लडायो हप्सलाई अति नै राम्रो क्लियरेन्स ल्यान्डुपद्वारा क्याल्भिन भाइलाई मेरो लाइफमा वेलकम छ है साथीभाइलाई यसो सेयर गरिदिनु है अति नै राम्रो बल जेबिसी सिन्तामद्वारा यो चान्स बल अति नै सुन्दर ट्राई जर्सी नम्बर 21 द्वारा अति नै सुन्दर ट्राई तर ब्याक किक दिएको छ रेफ्रीद्वारा र यो म्याच चाहिँ फर्स्ट हाफमै जेबिसी गान्तोक ट्राफिक पुलिसले 2 गोल दिएर जेबिसी सिन्ताम 0 रहेको छ फर्स्ट हाफमै 2 गोल भइसकेको छ र यो सेकेन्ड हाफमा अहिले गोल हुन सकेको छैन है केभिन भाइले स्कोर सोधिरहनु भएको छ गान्तोक ट्राफिक पुलिस 2 गोल जेबिसी सिन्ताम 0 रहेको छ 0 अति नै राम्रो ट्राई गान्तोक ट्राफिक ल्यान्डुपद्वारा तर त्यहाँ गोल गर्ने कोही पनि नभएको कारणले गर्दा ब्याक किक र जेबिसी सिन्ताम जर्सी नम्बर 18 अघि चेन्ज भएको रहेछ नयाँ आउनु भएको रहेछ उहाँ प्लेयर
यहाँ अलिक मिसअन्डरस्ट्यान्डिङ हामीले देखिरहेछौँ जेबिसी सिन्ताम र ट्राफिक पुलिसद्वारा रेफ्रीले केही भनेको देखिरहेछौँ हामीले। किन सुन्दर हेड किन सुन्दर बल जर्सी नम्बर 21 द्वारा अति नै सुन्दर ट्राई तर गोल गर्नमा असफल ट्राई गरिरहेको छ जर्सी नम्बर 21 जेबिसी द्वारा। यो सिधै काउन्टर एट्याक देखिरहेछौँ हामीले। अति नै सुन्दर सेभ गोलकिपरद्वारा। चाल देखाओ तो ल्यान्डद्वारा अति नै सुन्दर ट्राई। ट्राई सुन्दर सेभ बल कलेक्ट गर्नमा सफल। अति नै राम्रो बल तर ल्यान्डु सुन्दर सेभ गर्नमा पुगेको थियो। आज गान्तोक ट्राफिक पुलिसको टिमहरू हेर्नुपर्दा अति नै ब्युटिफुल गेम प्रदर्शन गरिरहेछ पाकिङ सेन्ट जेम्स स्कुल ग्राउन्डमा है। सबैजना खटेर खेलिरहेको हामीले यो फ्रेमबाटै देखिरहेछौँ। जेबिसी सिन्तामद्वारा यो ह्यान्ड थ्रो अति नै कोही नभएको कारणले गर्दाखेरि चाहिँ सिधै गोल पोस्टको छेउबाट बल बाहिर। सायद त्यहाँ कोही भएको भए चाहिँ गोल हुने चान्सेस देखिरहेको थियौँ हामीले है। अति नै सुन्दर ह्यान्ड थ्रो। र जेबिसीको सिन्तामको यो प्लेयर जर्सी नम्बर 18 एक्सपिरियन्स प्लेयर हो यो ऊ पनि बहुत सिनियर प्लेयर। अति नै सुन्दर क्लियरेन्स किन्टुकद्वारा अति नै सुन्दर हेड। अति नै सुन्दर टच। अति नै राम्रो सुन्दर सेभ अति नै सुन्दर सेभ गोलकिपर विल्सनद्वारा अति नै ब्युटिफुल सेभ 1 versus 1 सेभ अति नै ब्युटिफुल सेभ विल्सन शेर्पा गान्तोक ट्राफिक पुलिस गोलकिपरद्वारा विल्सन शेर्पा अति नै सुन्दर सेभ रहेको छ। यो गोल भएको भए चाहिँ धेरै 2-1 भएर अलिकति आक्रोशमा हुन्थ्यो तर अति नै सुन्दर सेभले गर्दाखेरि टिमलाई 2 मा राखेको छ। अति नै ब्युटिफुल सेभ विल्सन शेर्पाद्वारा
गान्तोक ट्राफिक विल्सन शेर्पाद्वारा आजको म्याच यो जेबिसी सिन्ताम एगेन्स्ट अति नै ब्युटिफुल सेभ गरेर टिमलाई अहिलेसम्म ह्यान्डल गरिरहेको छ विल्सन शेर्पाले। यति राम्रो ब्युटिफुल सेभ गरेर आज पाकिङको यो खेल मैदानबाट टिमलाई धेरै अगाडि हेल्प गरिरहेको हामीले यहाँ देखिरहेछौँ है। सोलोमन राईज्यूले भन्नुहुँदैछ स्कोर सोध्नुहुँदैछ है। स्कोर रहेको छ हजुरको गान्तोक ट्राफिक पुलिस 2 गोल जेबिसी सिन्ताम 0 रहेको छ। यो सेकेन्ड हाफको खेल सुरु भइसकेको हो र यो खेलको टाइम भन्नुपर्दाखेरि अहिले 13 मिनट भइसकेको छ है। र सम्पूर्ण मेरो फेसबुक फ्यामिलीलाई यही भन्न चाहन्छु, जतिजना हजुरहरूले नयाँ लिनुहुँदैछ मलाई फलो गर्नुहोस् होला, किन भन्दा भोलिको म्याच पनि मनोरञ्जन खेल हुनेछ र 15 अगस्त एन्डसम्म फाइनलसम्म हजुरहरूलाई मेरो लाइभ प्रसारण म देखाउने म बाछा गरेको छु र मेरो पेजलाई हजुरहरूले माया दिनुहोस् होला भनेर भन्न चाहन्छु है। यहाँलाई जानकारी भोलि कुनै पनि म्याच रहने छैन, यसर्थ रम्फूमा भव्य निसर्ग रूपमा आमा दिवस साथै जनमुक्ति दिवसको कार्यक्रम रहने भएकोले सम्पूर्णलाई स्वागत पनि जानको निम्ति यहाँ हामी विनम्र अनुरोध गर्छौँ। आज्ञा पेमाले स्कोर सोधिरहनु भएको छ। जेबिसी सिन्ताम 0 रहेको छ, गान्तोक ट्राफिक पुलिस 2 गोल रहेको छ। 2 गोल गान्तोक ट्राफिक पुलिस। लाभार्थीहरू आमाहरूलाई रम्फूतर्फ गइदिने यहाँबाट जानकारी दिन चाहन्छौँ। हजुरहरूलाई भोलिको म्याचको जानकारी दिँदाखेरि भोलि आमा सम्मान दिवस रम्फूमा भएको कारणले गर्दाखेरि भोलिको म्याच हुने छैन है र मेरो यही म लाइभबाट भन्न चाहन्छु भोलिको म्याच हुने छैन। भोलिको आमा सम्मान दिवस रम्फूमा मनाइँदैछ, त्यही कारणले गर्दाखेरि पाकिङमा चाहिँ भोलि म्याच नहुने कारण भयो है। सम्पूर्ण मेरो फेसबुक फ्यामिलीलाई भेरी गुड इभिनिङ। आजको लाइभ प्रसारण हजुरहरूले पाकिङ सेन्ट जेभियर्स स्कुल ग्राउन्डबाट हेरिरहनु भएको छ र फर्स्ट हाफमा भएको थियो गान्तोक ट्राफिक पुलिसले 2 गोल हालेर जेबिसी सिन्ताम 0 रहेको छ। अहिले यो सेकेन्ड हाफको खेल सुरु भइसकेको छ। अहिले चाहिँ गोल हुन सकेको छैन दुई टिमबाट है। अति नै राम्रो सुन्दर ट्राई, तर गोल पोस्ट बाहिर। जेबिसी सिन्तामबाट अति सुन्दर राम्रो ट्राई। आशा गर्छु कि हजुरहरूलाई मेरो यो लाइभ एकदम मन पर्यो भने हजुरहरूले सेयर गरिदिनुहुन्छ भनेर। आजको दर्शकहरू हजुरहरूले मेरो स्क्रिनमा देखिसक्नुभयो है। यति खचाखच आज छुट्टी भएर पनि होला सायद। सुन्दर ट्राई जर्सी नम्बर 13 द्वारा जेबिसी सिन्ताम, तर गोल पोस्ट बाहिर। हजुरहरूले यहाँ दर्शकहरू हेर्न सक्नुहुन्छ आक्रोशमा टिमलाई सपोर्ट गरेको हामीले यहाँ फ्रेममै देखिसक्यौँ है।
Dolo golian kali sak kali kata. और की रहा था काम ओए अरे चलो प्ले प्ले अति नै ब्युटिफुल क्लियरेन्स ल्यान्डोपद्वारा जर्सी नम्बर 22 गान्तोक ट्राफिकबाट सुन्दर ट्राई तर सुन्दर बचाउ अति नै राम्रो प्रदर्शन हाम्रो ल्यान्डोपद्वारा साइमन ज्यूले स्कोर सोधिरहनु भएको छ है स्कोर भन्नुपर्दा गान्तोक ट्राफिक पुलिस 2 गोल जेबीसी सिन्ताम 0 रहेको छ अहिलेको फलाफल गोल हुन सकेको छैन सेकेन्ड हाफमा सेकेन्ड हाफ 20 मिनट्स भइसकेको छ कसैको पनि गोल भएको छैन अहिले गान्तोक ट्राफिक पुलिसद्वारा प्लेयर चेन्ज हामीले देख्न सकिरहेछौँ यहाँ फ्रेमबाटै है बक्सरलाई निकालिएको छ अनि जर्सी नम्बर 19 औंडा भित्र पसिसकेको छ है अति नै राम्रो सेफ टिम होइन अति नै राम्रो ट्राई साइमन ज्यूले 3 होइन भन्नुभएको छ 3 होइन 2-0 गान्तोक ट्राफिक पुलिस 2 गोल जेबीसी सिन्ताम 0 रहेको छ गयो के जेबीसी सिन्ताम फ्री किक पाएको अवस्था छ ओदा त्यो छाता दिनु न ऑफसाइड
अति नै राम्रो ट्राई, अति नै ब्युटिफुल सेभ गोलकिपरद्वारा। राम्रो ट्राई, गोल पोस्ट भएन, स्टेज चिफ गेस्टको स्टेजमा गोल भएको छ यो चाहिँ। हल्का पानी परेको अवस्था हामीले देखिरहेछौँ। हजुरहरूलाई म्याचको एन्डसम्म लाइभमा जोडिनुहोस् भनेर भन्न चाहन्छु है। हाल्दा बल अब अघि हान्ने बल हो नि एउटा बिट गर्नु हुँदा अगाडि हेर्नु गोली अति नै ब्युटिफुल बल सुरागद्वारा। सुरागले गोल! जर्सी नम्बर 17 ट्राफिक पुलिसद्वारा सुरागले गोल गर्नमा सफल बनेको छ। सुरागद्वारा यो थर्ड गोल। अति नै ब्युटिफुल फिनिस सुरागद्वारा यो गोल हुन सम्भव गान्तोक ट्राफिक पुलिसद्वारा। अति नै ब्युटिफुल फिनिस सुरागद्वारा जर्सी नम्बर 17 गान्तोक ट्राफिक पुलिस। र यो दर्शकहरू उठेर गएको अवस्था हामीले यहाँबाट देखिरहेछौँ। अब चाहिँ यो म्याच सायद यहीँ अन्त हुने रहेछ भनेर दर्शकहरूलाई यहाँ पत्ता लागेर यहाँबाट उठेर गएको अवस्था हामीले प्रसारण नै देखिरहेछौँ है। र जो पनि गयो भने हजुरहरू मेरो फ्यामिली फेसबुक फ्यामिली लास्ट एन्डसम्म जोडिनुहोस् भनेर भन्न चाहन्छु है। जेबीसी सिन्ताम जर्सी नम्बर 21 द्वारा अति नै सुन्दर ट्राई, तर गोल पोस्टदेखि बाहिर। आज हामीले गान्तोक ट्राफिक पुलिसद्वारा अति सुन्दर सुन्दर गोलहरू देख्न सक्यौँ है। र फेरि पनि ट्राई कोसिस जर्सी नम्बर 18 द्वारा, तर गोल पोस्टदेखि केही माथि। Tapos. On the 11th, we have two matches for the senior category. The first one at 1 p.m. between the players of HFA Makawanpur of Nepal versus the players of जेबीसी सिन्ताम जर्सी नम्बर 13 द्वारा अति नै राम्रो प्रयास, तर गोलकिपर विल्सन शेर्पाले अति नै सुन्दर सेभ क्याच गरेको छ है। we have the second match at 3 p.m. between the players of Rangers 19 versus the players of Omisha Enterprise of Siliguri. र यो म्याच हेर्नु पर्दा जेबीसी सिन्तामलाई एकदम भारी भन्दा भारी परिरहेको छ। 3 गोल ट्राफिक पुलिसले लगाइसकेको अवस्था छ। लागेर त्यो खालको हिर्काउन कहाँ गोल हुन्छ।
हिरो हिरो अफसाइडको माग लाइन्सम्यानको फ्ल्याग उचालिसकेको अवस्था छ स्कोर दा भन्नु स्कोर भन्नुपर्दा जेबिसी सिन्ताम 0 रहेको छ गान्तोक ट्राफिक पुलिस 3 गोल फल्ट हुन पुगेको छ र हामी यहाँ देख्न सक्छौं सुरागलाई निकालिएको छ जर्सी नम्बर 27 भित्र पसिसकेको अवस्था छ आज भन्नुपर्दा गान्तोक ट्राफिक पुलिसले प्रदर्शन यति ब्युटिफुल पाकिम सेन्ट स्कुल ग्राउन्डमा जेबिसी सिन्तामको एगेन्स्टमा खेलाहरू दिइसकेको छ अनि 3 गोल जेबिसी सिन्ताम 0 रहेको छ गान्तोक ट्राफिक पुलिस 3 गोल रहेको छ आधी उदी सकिहाल्छ चिक्लिने बेला एक्सर्साइज मात्रै छ अति सुन्दर बल र यो अफसाइडको माग लाइन्सम्यानको फ्ल्याग उचालिसकेको अवस्था छ है र हजुरलाई भन्नुपर्दाखेरि लास्ट इयरको च्याम्पियन जेबिसी सिन्ताम थियो भन्दाखेरि यसपालि उहाँहरू डाइरेक्ट बाईमा थियो र यसपालिको प्लेयरहरू धेरै चेन्ज भएको हामीले देखिरहेछौँ जेबिसी सिन्ताम जर्सी नम्बर 19 द्वारा यो फल्ट र यो ट्राफिक पुलिसले फ्री किक पाएको छ ओङडाद्वारा यो फ्री किक गर्न गइरहेछ जर्सी नम्बर 19 अति सुन्दर ट्राई तर गोलकिपरको सिधा हातमा जेसीबी नै भयो मजा आएन सबै जेसीबी भइरहेछ कि र हजुरलाई जानकारी दिँदाखेरि भोलिको म्याच हुने छैन आमा सम्मान दिवस रम्फूमा मनाइँदैछ त्यही कारणले गर्दाखेरि पर्सि हुनेछ म्याच र म हजुरलाई भोलि म अपडेट दिनेछु पर्सिको म्याचको है र सुन्दर सेभ ब्याक किक अति सुन्दर क्लियरेन्स किन्टुकद्वारा handball
अति नै सुन्दर गोल ब्युटिफुल गोल रहेको छ यहाँनिर जेबिसी सिन्तामद्वारा जेबिसी सिन्ताम जर्सी नम्बर 10 द्वारा अति नै सुन्दर गोल रहेको छ सुन्दर फ्रिकिक गोल रहेको छ जेबिसी सिन्ताम 1 रहेको छ गान्तोक ट्राफिक पुलिस 3 गोल तपाईहरु जान्दै गर्नु ल पानी आउने रहेछ जान्दै गर्नु ल जान्दै गर्नु हिँडेर हुने रहेछ हिँडे जान्दै गर्नु त ह्यान्डबलको माग तर यहाँ ह्यान्डबल केही देखेन काउन्टर भएको देखेको छ हामीले तर सुन्दर सेफ बचाउ Four minutes of added time. फोर्थ अफिसियलद्वारा 4 मिनेटको एक्स्ट्रा टाइम दिइसकेको छ 4 मिनेट रहेको छ अब सिर्फ म्याच सक्नुको लागि अति नै सुन्दर ट्राई अति नै सुन्दर क्लियरेन्स पिन्टुकद्वारा ओंगडाद्वारा सुन्दर बचाउ जेबीसी सिन्तामद्वारा यो फ्री किक मान्छे कुदेर आउँछ फेरि एउटामा हो नि त ज्वरो आउँछ नि भन्नु सक्दैन त अलिक अन्त कति नै राम्रो सुन्दर ट्राई सुन्दर ट्राई जेबीसी सिन्तामद्वारा तर त्यहाँ बल कलेक्ट गर्नमा कोही पनि अवस्था नभएको कारण
जस्ट लाइट चाहिँ दामी हुन्छ है थ्याङ्क यू अति नै राम्रो सुन्दर ट्राई र यो म्याच सक्नु केही 1 मिनेट सायद होला लास्ट फिनिसिङ गोल हामीले देख्न सक्छौँ तर यो अफसाइड अब एउटा लास्ट चान्स र यो जेबिसीले अति सुन्दर जग्गाबाट फ्री किक पाएको अवस्था छ हेरौँ के हुँदो रहेछ अघिकैबाट सायद त्यो जेबिसी सिन्तामको लागि लास्ट फ्री किक हुनेछ अति राम्रो ट्राई तर गोल पोस्टदेखि केही बाहिर र यो म्याच सक्नु आँटेको अवस्था रेफ्रीको मुखमा विसल देखिरहेछौँ हामीले र र यो रेफ्रीद्वारा यो फाइनल विसल ब्लो भइसकेको छ र आजको विनर रहेको छ गान्तोक ट्राफिक पुलिस र गान्तोक ट्राफिक पुलिसलाई धेरै धेरै बधाई अनि शुभकामना नेक्स्ट म्याचको लागि र जेबिसी सिन्ताम पनि अति नै सुन्दर प्रदर्शन थियो तर गोल हुन कुनै पनि गोल हुन पुगेन लास्ट एक गोल चाहिँ गर्यो फ्री किकबाट र शुभकामना दिन चाहन्छु र सम्पूर्ण मेरो भ्युअर्सहरूलाई पर्सिको मेरो लाइभ स्ट्रिममा हजुरहरू जोडिनुहुन्छ भनेर आशा गरेको छु आजको लागि यही समाप्त गर्दछु थ्याङ्क यू सो मच बाई बाई टेक केयर